हेलो गाइज वेलकम ब्याक माई न्यू भ्लग। आई होप सबै सन्चै हुनुहुन्छ होला। म नि एकदम सन्चै छु भनौँ। अनि सो आज चाहिँ यसो घरमा कोही छैन नि, एक्लै भएको बेलामा अब टक्क लाएर बस्ने होइन, यत्तिकै बस्ने घुम्ने केही छैन। आज चाहिँ मेरो काम के छ भनेपछि नि, केही त्यस्तो त केही छैन कि हिजो यो बनाएँ पुरै होइन, यो लगेर यति बनाएँ हिजो। अनि आज चाहिँ यो गिटार बनाउन लाग्छु। कत्रो टाइम लाग्छ पुरै फुल भिडियो हेर्नु होला, म देखाइदिन्छु होइन। सो अनि अहिले चाहिँ म कपडा धुन लाग्यो। घरमा कोही छैन न, मम्मीको माथि तल जानुभएको छ, भाइको हात थाहा छैन। अनि अब एक्लै घरमा भएको बेला त आफ्नो कपडा धुनु पऱ्यो नि त होइन। त्यो काम यता उ गर्नुभन्दा पनि कपडा धुऊँ भनेर टक्क कपडा यत्रो छ। यो पुरै धुन्जेलसम्म लाग्छ होला, आधा घन्टा 1 घन्टा जति लाग्छ होला। सो त्यही हो, अब चाहिँ म कपडा धुन्छु होइन, त्यसरी भेटौँला। सो पहिला म कपडा धुन्छु अनि त्यसरी म त्यो ड्रप फुल गर्छु। अनि भाइको पट्टि पनि एउटा बनाइदिनु छ। कस्तो लाग्छ मैले बनाएको, कस्तो हुन्छ त्यो हेर्दै जानु होला, लास्टसम्म भिडियो हेर्नु होला। अनि त्यो गिटार कस्तो बन्दो रहेछ, खासमा बनाउनु लाग्छ गिटार हो त्यो। हिजो यता ड्रागन र तल नाम लेखाम, त्यहाँ गिटार बनाएर अनि तल आफ्नो नाम लेखौँला भने कस्तो हुन्छ हेरौँ है। अब भेटौँ। कपडा धोएर नि सकियो। यहाँ चाहिँ भाइले कपडा सुकाइदिँदैछ, म नि सुकाउनु पर्छ, एक्लैले हुँदैन नि त। कपडा धोएर सकियो। कहाँदेखि चटपट बनाउने सामान ल्याएर चटपट बनाएर अनि खाएर बल्ल त्यो चित्र पुरा गर्नुपर्छ। त्यसो गरी अलि उ गरेर सुकान रे। यिनी अरू यता यता सुका यता। बाट ल्याएर आयो है, त्यो हेर्दै कसरी फाल्छ। रुमाल तान, म बाटा लिन्छु। रुमाल पनि उता लगाइदिएँ। सो कपडा धोएर पनि सक्यो, सुकाएर पनि सक्यो। अब चाहिँ तल गएर चटपट बनाउनु पर्छ। पिठो बाहा
आज चाहिँ पुरा हुन सकेन होइन, आधा मात्र भयो यो टक्क फुल रुमको बान्नको छ क्या, आधा मात्र भयो। कस्तो लाग्यो भन्नुलाई। अब चाहिँ रङ्गोली बनाउन जान लाग्यो, रङ्गोली बनाऊँ अनि त्यसरी माथि यहाँ बनाएर माथि माउलो बनाउन जान्छ। रेडी गर्नु होला, रमाइलो लाग्यो भनेपछि सब्सक्राइब गर्दै जानु होला है, सपोर्ट दिँदै जानु होला। अब चाहिँ हामी रङ्गोली बनाउन जान्छौँ। सो फाइनली माउलो रङ्गोली बनाएर पनि आइसकेँ। अनि त्यसरी माउलो बनाएर पनि घर आएर नि घर बनाइसकेँ, तर बनाएको बेला भिडियो बनाउन पाइएन। अनि त्यही हो, अहिले पनि बनाइसकेको छु। कस्तो छ हेर्नु है। ड्यान टड्यान, यो मैले बनाएको। अनि यसमा चाहिँ अब दियोहरू बाल्नु छ, अनि यहाँ चाहिँ उ गर्नु छ, अझै बाँकी छ। सो त्यही हो, कस्तो लाग्यो यो होइन, अरू त के छ र। अनि हजुरहरूको पनि बनाउनु भयो कि नै कमेन्ट गर्नु होला होइन। सबैलाई दीपावलीको धेरै धेरै शुभकामना। अनि त्यही छ। अनि भोलि चाहिँ गाई पूजा गर्छन् होला सायद। आज चाहिँ लक्ष्मीभित्र नि त्यही भएर बनाएको। सो केही छैन, बनाइसक्यो। मम्मी पनि ऊ माथिदेखि आउँदै टक्क लाएर, क्यामेरा खतरा छ नि त फेरि मेरो, त्यही भएर। सो यही हो, बनाइसकियो। अब चाहिँ भिडियो चाहिँ यही नै एन्ड गरौँ न है। सो आजको लागि चाहिँ यति नै। अब भेटौँला नेक्स्ट भिडियोमा। राम्रो लाग्यो भनेपछि लाइक कमेन्ट सेयर सब्सक्राइब ठोक्नु होला सबैले। राम्रो लाग्यो नि नलाग्यो नि सब्सक्राइब चाहिँ ठोकिदिनु होला, सपोर्ट दिँदै जानु होला है। अनि त्यही हो, केही छैन। अब भेटौँला नेक्स्ट ब्लगमा। बाई बाई।